Once again, welcome back to this channel. हामीहरु चाहिँ इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063 को सिरिजमा रहेका थियौं। त्यो सिरिज भित्र हामीले च्याप्टर 9 सम्म चाहिँ अलरेडी कभर गरिसक्यौं। च्याप्टर 9 मा चाहिँ हामीले के हेर्यौं, यो इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्टले के कस्तो कार्यलाई चाहिँ कसुर भनेको छ त, अफेन्सेस भनेको छ भन्ने कुराहरु मेन्सन गरेका थियो। अनि त्यो कसुर गर्यो भने के कस्तो सजायको प्रावधान रहेको छ त, प्रोभिजन छ त, पनिशमेन्ट र अफेन्सेस सम्बन्धी हामीले डिटेलमा हेर्यौं। अनि त्यो च्याप्टर 9 भित्र जति पनि सेक्सन्सहरु थिए each and every सेक्सन्सहरुलाई याद गर्नको लागि मैले तपाईहरुलाई फर्मुला पनि प्रोवाइड गरेका थिएँ। त्यसैले एक्जाममा व्हाट आर द अफेन्सेस रिलेटेड टु द इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट भनेर एक्जाममा आयो भने त्यसपछि तपाईहरुले मजाले त्यो क्वेशनलाई विथ फर्मुला each and every सेक्सनलाई चाहिँ कभर गरेर एक्जाममा लेख्न सक्नुहुन्छ। त्यसैगरी आज हामीहरुले हेर्छौं च्याप्टर 10 र च्याप्टर 11। अब हामीहरुले यो दुईवटै च्याप्टर सँगै पढ्नुको कारण के हो भने चाहिँ these two chapters are interrelated to each others। यिनीहरु चाहिँ एकअर्कासँग सम्बन्धित छन्। च्याप्टर 10 मा पनि हामीहरुले 6 वटा सेक्सन्स हेर्छौं अनि च्याप्टर 11 मा पनि ती 6 वटा सेक्सन्सहरु हेर्छौं। तर त्यो भित्रको कन्टेन्ट मात्र फरक हो, सेक्सन्सहरुको नाम चाहिँ सेम छ है, अलि कन्टेन्ट चाहिँ फरक छ। कसरी इन्टररिलेटेड छन् भनेपछि च्याप्टर 10 मा चाहिँ हामीहरुले हेर्छौं प्रोभिजन्स रिलेटिङ टु इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनल भन्छ। एउटा सूचना प्रविधि न्यायाधिकरण भन्ने हुन्छ इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनल हो। त्यो सम्बन्धी व्यवस्था हामीहरुले च्याप्टर 10 मा हेर्छौं। अनि च्याप्टर 11 मा चाहिँ हामीहरुले के हेर्छौं त, इन्फर्मेसन टेक्नोलोजी एप्लेट ट्रिब्युनल भन्ने हुन्छ। फेरि एप्लेट भनेको चाहिँ पुनरावलोकन, जस्तै इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलले दिएको के निर्णयहरु चाहिँ तपाईहरुलाई यदि कुनै चित्त बुझेन भनेपछि अब त्यो सम्बन्धी तपाईले अब कहाँ जान सक्नुहुन्छ, त्यसको लागि ओभरभ्यूको उसको त्यो डिसिजनको रिभ्यू गराउनको लागि चाहिँ इन्फर्मेसन टेक्नोलोजी एप्लेट ट्रिब्युनलमा जानुहुन्छ। ठीक छ। अब यो दुईवटा ट्रिब्युनल बीच के फरक छ सुरुमा चाहिँ हामीहरुले त्यो हेर्नुपर्ने हुन्छ। यो दुईवटा चाहिँ न्यायाधिकरण बीच के फरक छ त। सुरुमा चाहिँ हामीहरुको च्याप्टर 10 मा के हेर्छौं त, हामीहरुले इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनल हेर्छौं। त्योमा चाहिँ हामीहरु त्यसको यो इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलको प्रमुख कार्य चाहिँ के हो भनेपछि यसले चाहिँ जुन हामीहरुले च्याप्टर 9 मा पढेका जति पनि अफेन्सेसहरु छ नि हो त्यसको सुनवाई गर्ने काम चाहिँ इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलको हो। त्यो हैन, जति पनि हामीहरुले अफेन्सेसहरु हेर्यौं नि हो त्यो अफेन्सेसहरु चाहिँ कसले गर्यो, किन गर्यो भन्ने कुराहरु अनि स्पष्टीकरणहरु माग्ने कुराहरु, त्यसपछि सजाय सुनाउने कुराहरु, सबै कुराहरु चाहिँ हेर्ने कसले हो त, इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलले हो। तर यदि कहिलेकाहीँ अब इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलले कुनै सजाय सुनायो मानौ, ठीक छ, कुनै डिसिजन दियो, त्यो डिसिजन दियो कुनै व्यक्तिलाई अथवा कुनै पार्टीलाई, त्यस कुनै पार्टीको अगेन्स्टमा डिसिजन दियो, यसलाई चाहिँ मुद्दा चलाउनुस्, यसलाई कारबाही गर्नुस् भनेर डिसिजन दियो भनेपछि अब त्यो व्यक्तिलाई यदि चित्त बुझेन भने उले कहीँ गएर आफ्नो डिसिजनलाई रिभ्यू गराउन सक्छ नि त। जस्तै हामीहरुको नाममा कसैले मुद्दा हाल्या छ अनि हामीहरुले मुद्दा हाल्यौं भने जिल्ला अदालतमा हाल्यौं भने कहाँ जान्छौं, हामीहरु हाइकोर्टमा जान्छौं नि हो। त्यसैगरी यदि इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलले दिएको डिसिजन प्रति कसैको चित्त बुझेन भने अब त्यो डिसिजनको अपिल गर्न अथवा ओभरभ्यू गर्न अथवा रिभ्यू गर्नको लागि, अझै पुनरावलोकन गर्नको लागि कहाँ जानु पर्यो त, इन्फर्मेसन टेक्नोलोजी एप्लेट ट्रिब्युनलमा जानु पर्यो। त्यसले एप्लेट भनेको पुनरावलोकन न्यायाधिकरण हो के। इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलले दिएको डिसिजन अथवा अपिल्सको डिसिजनको अगेन्स्टमा हामीहरुले अपिल गर्न कहाँ जानु पर्यो त, इन्फर्मेसन टेक्नोलोजी एप्लेट ट्रिब्युनलमा जानु पर्यो। त्यसैले इन्फर्मेसन टेक्नोलोजी एप्लेट ट्रिब्युनल हामीहरुले च्याप्टर 11 मा हेर्छौं, जसको प्राइमरी रोल चाहिँ के हो त, जुन डिसिजन चाहिँ यो हामीहरुको च्याप्टर 10 अनुसार इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलले दिएको डिसिजन छ अथवा हामीहरुको कन्ट्रोलरहरुले दिएको डिसिजन्सहरु छ, सर्टिफाइङ अथोरिटीहरुले दिएको डिसिजन्सहरु छ नि हो, यिनीहरुको डिसिजनको अगेन्स्टमा हामीहरुले अपिल गर्न जाने कहाँ हो त, इन्फर्मेसन टेक्नोलोजी एप्लेट ट्रिब्युनलमा हो। ठीक छ। त्यसैले नेचर अफ जुरिस्डिक्सन चाहिँ कस्तो हुन्छ भने चाहिँ ओरिजिनल जुरिस्डिक्सन हुन्छ कि फर्स्ट इन्स्टेन्समा हामीहरुको मुद्दा पर्यो भने हामीहरुले जाने कहाँ हो त, इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलमा जाने हो। पहिलो ओरिजिनल जुरिस्डिक्सन चाहिँ त्यसको कसको हो भने चाहिँ इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलमा त्यो मुद्दाको अथवा त्यो कसुरको सुनवाई हुने हो। तर यदि त्यो चित्त बुझेन भने अनि एप्लेट जुरिस्डिक्सनमा जाने, जहाँ चाहिँ के हुन्छ त, इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलले दिएको डिसिजन्सको रिभ्यू हुन्छ हैन, उले दिएको डिसिजन्सको पुनरावलोकन हुन्छ। यदि उले दिएको डिसिजन यदि गलत नै रहेछ भने उले फेरि के गर्छ त, उल्टाउँछ नि त। फेरि अब जो पीडित पक्ष हो उसको पक्षमा उले के गरिदिन्छ त, डिसिजन दिइदिन्छ। त्यसैले इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलको डिसिजन्सको रिभ्यू गर्ने कसले हो त, एप्लेट ट्रिब्युनलले हो। त्यसैले उसको नाम पुनरावलोकन न्यायाधिकरण हो। ओके, यो दुईवटा बीचको हामीहरुले डिफरेन्स बुझ्नुपर्ने हुन्छ। त्यसैले यो दुईवटै च्याप्टर्समा हामीहरुले के पढ्छौं त, 6 वटा सेक्सन्सहरु पढ्छौं। 6 वटै सेक्सन्सहरुको नाम चाहिँ दुईटै च्याप्टर्समा सेम हो, त्यहाँ भित्रको कन्टेन्ट मात्रै फरक छ है। अब हामीहरुले हेर्छौं च्याप्टर 10। च्याप्टर 10 छ प्रोभिजन्स रिलेटेड टु आईटी ट्रिब्युनल। अघि पनि हामीहरुले हेर्यौं च्याप्टर 10 मा चाहिँ आईटी ट्रिब्युनल सम्बन्धी व्यवस्था छ। च्याप्टर 11 मा चाहिँ आईटी तपाईको एप्लेट ट्रिब्युनल पुनरावलोकन न्यायाधिकरणको चाहिँ च्याप्टर 11 मा छ। त्यसैले अब दुईवटै च्याप्टर्समा मैले के भने त तपाईहरुलाई 6 वटा सेक्सन्सहरु छ, 6 वटै सेक्सन्स सेम हो, भित्र कन्टेन्ट मात्र फरक छ। अब च्याप्टर 10 भित्रको पहिलो सेक्सन भनेको सेक्सन 60 हो। सेक्सन 60 रहेको छ कन्स्टिट्युसन अफ अ ट्रिब्युनल। अब कसरी गठन हुन्छ त, त्यो न्यायाधिकरणको गठन कसरी हुने अथवा
त्यसको इस्टाब्लिसमेन्ट त्यसको फर्मेसन कसरी हुन्छ भन्ने कुरा चाहिँ सेक्सन 60 ले बताउँछ। त्यसमा के भनेको छ भने चाहिँ गभर्नमेन्ट अफ नेपाल सेल इस्टाब्लिस, कसले गठन गर्नेछ त नेपालको हकमा नेपाल सरकारले चाहिँ गठन गर्नेछ अ 3 मेम्बर इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनल। न्यायाधिकरणको गठन 3 वटा मेम्बर सहितको 3 वटा मेम्बर है, अहिले को मेम्बर हुन् कस्ता हुन् भन्ने कुरा आउँछ। 3 वटा मेम्बरको इन्फर्मेसन टेक्नोलोजी गठन कसले गर्नेछ? नेपाल सरकारले गर्नेछ। किन गर्नेछ त? किन गर्नेछ भनेपछि यता हेर्नुस् तपाईहरु, टु ह्यान्डल कम्प्युटर रिलेटेड अफेन्स अन्डर च्याप्टर 9, जुन हामीले च्याप्टर 9 मा विभिन्न अफेन्सेसहरु पढ्यौ हो। त्यो अफेन्सेसहरु, त्यो कसुरहरुको बारेमा मुद्दाहरुको सुनवाई गर्नु पर्यो, तिनीहरुलाई ह्यान्डल अथवा व्यवस्थापन गर्नु पर्यो नि त तिनी कसुरहरुको हो। तिनी अफेन्सेसहरुलाई ह्यान्डल गर्नको लागि एउटा नेपाल सरकारले 3 वटा सदस्यीय टोली भएको इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनल के गर्छ त? गठन गर्नेछ। अब त्यो 3 वटा सदस्यहरु चाहिँ कहाँबाट ल्याउने त? द ट्रिब्युनल सेल कन्सिस्ट अफ 1 मेम्बर इच फ्रम ल, इन्फर्मेसन टेक्नोलोजी एन्ड कमर्स। एउटा व्यक्ति लबाट अथवा लिगल फिल्ड कानुन क्षेत्रबाट, एउटा सूचना प्रविधि क्षेत्रबाट इन्फर्मेसन टेक्नोलोजी सेक्टरबाट, अर्को चाहिँ कमर्स अथवा व्यवस्थापन संकायबाट। यो 3 वटा सेक्टरबाट चाहिँ हरेक एउटा व्यक्ति ल्याएर 3 वटा मेम्बरको चाहिँ एउटा इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनल कसले गठन गर्नेछ त? नेपाल सरकारले गठन गर्नेछ। किन गर्नेछ त? टु ह्यान्डल कम्प्युटर रिलेटेड अफेन्सेस अन्डर च्याप्टर 9। अब यो गठन गरिसकेपछि के गर्नुपर्ने हुन्छ त? नेपाल सरकारले चाहिँ आफ्नो नेपाल ग्याजेटमा, जो नेपाल ग्याजेट हुन्छ त्यसमा चाहिँ यसको सूचना चाहिँ प्रकाशन गर्नुपर्ने हुन्छ भनेछ। ठिक छ, यो चाहिँ गठन भयो। त्यसपछि अब यसको 3 वटा सदस्य टोलीको एउटा न्यायाधिकरणको गठन त भयो, तर तिनी 3 वटा मध्ये एउटा अध्यक्ष त बनाउनु पर्यो नि त। अध्यक्ष को हुन्छ भने चाहिँ जो 3 वटा व्यक्ति मध्ये कानुन क्षेत्रबाट आएको, लिगल फिल्डबाट जो व्यक्ति आएको हो त्यो व्यक्तिलाई चाहिँ के गरिनेछ त? अध्यक्ष उसलाई बनाइनेछ भनेछ। त्यसपछि अर्को कुरा, द ट्रिब्युनल सेल फंक्सन विथ इट्स प्रिस्क्राइब्ड जुरिस्डिक्सन। अब यो जो इन्फर्मेसन ट्रिब्युनल गठन भएको छ त्यो गठन भइसकेपछि त्यसलाई के अख्तियारी दिनु पर्यो नि त, अथवा त्यसलाई केही पावर अथोरिटी दिनु पर्यो नेपाल सरकारले। अनि त्यो पावर र अथोरिटीको आधारमा उसले काम गर्ने हो। त्यसैले त्यो ट्रिब्युनललाई जे जस्तो अधिकार दिएको छ त्यो अधिकारको भित्र रहेर, अधिकारको प्रयोग गरेर चाहिँ आफ्नो अधिकारलाई एक्सिड गर्नु भएन। उसले आफ्नै सीमा क्षेत्रभित्र रहेर चाहिँ उसले के गर्नु पर्यो त? काम कार्य गर्नुपर्ने हुन्छ भनेछ। त्यसपछि अर्को कुरा के भन्छ? एनी पर्सन एग्रिभ्ड बाई एन अर्डर अर डिसिजन अफ द ट्रिब्युनल मे अपिल टु द एप्लेट ट्रिब्युनल विथिन 35 days फ्रम द डेट अफ सच अर्डर अर डिसिजन। अब मैले अहिले के भने त, यो ट्रिब्युनलको कार्य के हो त? यो जुन अहिले हामीहरूको गठन भयो इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनल, अब यसको कार्य के हो त? कम्प्युटर रिलेटेड अफेन्सेसहरूलाई ह्यान्डल गर्ने हो। मानौ यदि कुनै व्यक्तिलाई, यो व्यक्तिले कसुर गर्यो भनेर त्यसलाई सजाय तोक्यो, मानौ यो ट्रिब्युनलले सजाय तोक्यो, त्यो सजायप्रति यदि त्यो व्यक्तिको चाहिँ चित्त बुझेन भने त्यो व्यक्तिले चाहिँ अब कहाँ जान्छ त? पुनरावलोकन न्यायाधिकरणमा जान्छ, एप्लेट ट्रिब्युनलमा जान्छ, जुन हामीहरू च्याप्टर 11 मा पढ्नेवाला छौँ। कति दिनभित्र गइसक्नुपर्ने हुन्छ त? कति दिनभित्र उसलाई अपिल गर्नुपर्ने हुन्छ त? विथिन 35 days फ्रम द डेट अफ सच अर्डर। जुन दिन त्यो उसलाई सजाय सुनाएको हो त्यो सजाय सुनाएको 35 दिनभित्र चाहिँ उसले आफ्नो पुनरावलोकन न्यायाधिकरणमा गइसक्नुपर्ने हुन्छ। त्यो चाहिँ सबसेक्सन 4 ले भन्यो हामीहरूलाई। त्यसपछि के भन्छ भने चाहिँ अन्टिल द फर्मेसन अफ ट्रिब्युनल। अब यो न्यायाधिकरणको गठन हुनसम्म यदि यो गठन भयो भने त यसले नै सबै कार्य गर्ने भयो। यदि त्यो नहुन्जेलसम्म यो मुद्दाहरूको सुनवाई कसले गर्ने त? यो कम्प्युटर रिलेटेड अफेन्सेसहरूको लागि सुनवाई गर्नुको पर्यो, अथवा त्यसको व्यवस्थापन गर्नुको लागि कुनै एउटा पार्टीलाई अथवा कुनै एउटा कार्यालयलाई जिम्मेवारी त दिनु पर्यो नि त। त्यसको लागि चाहिँ नेपाल सरकारले चाहिँ कसलाई दिन्छ त? त्यो अथोरिटी तपाईको जिल्ला अदालतलाई दिन्छ। ठिक छ, जुन हामीहरूले च्याप्टर 9 अनुसारको कसुरहरू हेर्यौं त्यो असुरहरू व्यवस्थापन गर्ने उसरी प्राइमरी रोल कसको? तपाईको इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलको। तर त्यो गठन हुन्जेलसम्म कुनै कार्यालय त अथवा कुनै एउटा गभर्निङ बडीले त्यो केसेसहरूलाई रिजल्भ त व्यवस्थापन त गर्नु पर्यो नि त। हो, त्यो व्यवस्थापन गर्ने अख्तियारी चाहिँ कसलाई दिएको छ त? डिस्ट्रिक्ट कोर्टलाई दिएको छ। त्यो डिस्ट्रिक्ट कोर्टलाई दियो भने चाहिँ के गर्छ? त्यो डिस्ट्रिक्ट कोर्टलाई यो डिस्ट्रिक्ट कोर्टलाई दियो भनेर चाहिँ नेपाल सरकारले चाहिँ फेरि नेपाल ग्याजेटमा चाहिँ सूचना चाहिँ प्रकाशन गर्नुपर्ने हुन्छ। ओके, यो थियो हामीहरूको सेक्सन 60। अब सेक्सन 61 मा जान्छौँ हामीहरू, जुन अहिले हामीहरूको 3 वटा मेम्बर हामीहरूले के गर्ने भन्यो त? सिलेक्ट गर्ने अथवा 3 वटा मेम्बरको यो इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनल गठन गर्ने भन्यो। अब गठन गर्दाखेरि 3 वटा व्यक्ति आफ्नो नातावाद कृपावादको रूपमा ल्याउने हो त? होइन। तिनीहरूको एउटा क्वालिफिकेसन क्राइटेरिया तोकिदिएको हुन्छ। त्यो क्वालिफिकेसन क्राइटेरिया मिट भयो भने बल्ल तिनीहरूलाई चाहिँ त्यो सेक्टरबाट चाहिँ छनौट गरेर ल्याइने हो। जस्तै अब हामीहरूको पहिलो क्वालिफिकेसन ल मेम्बरको लागि, जो ल मेम्बरलाई हामीहरूले चेयरपर्सन बनाउने हो, त्यो हुनको लागि चाहिँ कस्तो क्राइटेरिया, एजुकेसन क्राइटेरिया चाहिँ एजुकेसनल प्लस तपाईँहरूको एक्सपिरियन्सको कुरा हुन्छ। कस्तो खालको क्वालिफिकेसन चाहिँ उहाँहरूले मिट गर्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ अब यहाँ हेर्छौँ। अ पर्सन विथ द नलेज अफ इन्फर्मेसन टेक्नोलोजी हु इज, हेज बिन, अर इज क्वालिफाइड टु बी द डिस्ट्रिक्ट
कोर्ट जज सेल बी एलिजिबल टु सर्भ एज द ल मेम्बर अफ द ट्रिब्युनल भन्छ। यो भनेको जुन हामीहरूको डिस्ट्रिक्ट कोर्टको जज भइसकेको व्यक्ति अथवा भइरहेको व्यक्ति, ह्याज बिन भनेको भइसकेको, इज भनेको भइरहेको, अथवा त्यो डिस्ट्रिक्ट कोर्टको जज हुन योग्य व्यक्ति छ भने त्यस्तो व्यक्तिलाई चाहिँ ल मेम्बरको रूपमा चाहिँ के गर्न सकिन्छ त, सिलेक्ट गर्न सकिन्छ भनेको छ। ठिक छ। अथवा जिल्ला अदालतको न्यायाधीश भइरहेको, भइसकेको अथवा हुन योग्यता पुगेको व्यक्ति चाहिँ यताको ल मेम्बर चाहिँ हुन योग्य हुनेछ भनेको छ। ठिक छ। यो चाहिँ ल मेम्बरको केसमा भयो। अब आइटी मेम्बरको केसमा, आइटी मेम्बरको केसमा एउटा एजुकेसनल क्वालिफिकेसन तोकेको छ, एउटा एक्सपिरियन्स पनि तोकेको छ। अब मिनिमम उसले चाहिँ इन्फर्मेसन टेक्नोलोजी र कम्प्युटर साइन्समा चाहिँ मास्टर्स डिग्री चाहिँ हासिल गरे हुनु पर्यो। कम्तीमा मास्टर्स डिग्री उसले हासिल गरेछ कम्प्युटर साइन्स र इन्फर्मेसन टेक्नोलोजीमा भनेपछि द्याट पर्सन विल बी इलिजिबल। प्लस त्यो एजुकेसनल भयो। अब एक्सपिरियन्स चाहिँ कम्तीमा 3 वर्षको चाहिँ के गर्नु पर्यो त, उसँग एक्सपिरियन्स हुनु पर्यो। आइटी सेक्टरमा चाहिँ कम्तीमा 3 वर्षको एक्सपिरियन्स हुनु पर्यो प्लस मास्टर्स डिग्री हुनु पर्यो। त्यो भयो भने आइटी मेम्बर हुनको लागि योग्य। अब एउटा के थियो त, कमर्स मेम्बर हुनु पर्यो अथवा व्यवस्थापन संकायबाट ल्याउनु थियो, त्यसको लागि पनि अब उसले चाहिँ मास्टर्स डिग्री त कम्तीमा गरे हुनु पर्यो, तर संकाय कुन त, व्यवस्थापन संकाय, म्यानेजमेन्ट अथवा कमर्समा मास्टर्स डिग्री गरे हुनु पर्यो र एक्सपिरियन्स चाहिँ 3 वर्ष है। ल मेम्बर हुनको लागि डिस्ट्रिक्ट कोर्ट जज को बराबरको योग्यता चाहियो। आइटी मेम्बर हुनको लागि आइटीमा एटलिस्ट मास्टर्स डिग्री प्लस 3 इयर्सको एक्सपिरियन्स मिनिमम। अनि कमर्स मेम्बर हुनको लागि चाहिँ मास्टर्स डिग्री नै चाहियो, तर यता म्यानेजमेन्ट र कमर्समा चाहियो, प्लस 3 इयर्स अफ एक्सपिरियन्स चाहियो। ओके। यसपछि हामी जान्छौँ सेक्सन 62 मा। सेक्सन 62 ले भन्छ टर्म्स अफ अफिस, रिम्युनरेसन एन्ड कन्डिसन अफ सर्भिस अफ द मेम्बर अफ ट्रिब्युनल है। अब तिनीहरूको टेन्युर कति हुने, जो अहिले हामीहरूको 3वटा मेम्बरहरू गठन भयो नि, तिनीहरूको टेन्युर कतिसम्म तिनीहरूले चाहिँ आफ्नो पद सम्हाल्नु पर्ने हुन्छ, अनि तिनीहरूको सेवा सुविधा सम्बन्धी व्यवस्था कसले गर्ने, कसले निर्धारण गर्ने त, अनि तिनीहरूले शपथ ग्रहण को सामु गएर गर्नुपर्छ भन्ने कुरा चाहिँ सेक्सन 62 ले भन्छ। त्यसैले सुरुमा के छ त, द टर्म अफ द अफिस फर द ट्रिब्युनल मेम्बर सिल बी 5 इयर्स, 5 वर्षको हुनेछ। 3वटै व्यक्तिको हैन, ल मेम्बरको, आइटी मेम्बरको र म्यानेजमेन्ट मेम्बरको, 3वटै मेम्बरको चाहिँ टर्म चाहिँ कति हुनेछ त, 5 इयर्सको हुनेछ, 5 वर्षको हुनेछ विथ इलिजिबिलिटी फर रिअपोइन्टमेन्ट। यदि तिनीहरूको काम सन्तोषजनक छ भने तिनीहरूलाई फेरि अझै रिअपोइन्ट गर्न पाइनेछ भनेको छ। ठिक छ। त्यसपछि अर्को कुरा के भन्छ भनेपछि द रिम्युनरेसन, उनीहरूले अब के स्यालेरी लिनु पर्ला नि त, अथवा भत्ता सत्ता लिनु पर्ला, एन्ड अदर सर्भिस टर्म्स अफ द ट्रिब्युनल मेम्बर सेल बी एज प्रिस्क्राइब्ड, अरू निर्धारण गरे बमोजिम हुनेछ भनेको छ। त्यसपछि अब बिफोर अजुमिङ अफिस, उनीहरूले आफ्नो कार्यालयको कार्य सम्हाल्नुभन्दा अगाडि, आफ्नो अफिसलाई सम्हाल्नु भन्दा अगाडि एभ्री ट्रिब्युनल मेम्बर, त्यो हरेक तीनै व्यक्तिले चाहिँ के गर्नुपर्ने हुन्छ त, ओथ, टेक एन ओथ अफ अफिस एन्ड सेक्रेसी बिफोर द चिफ जज अफ द एप्लेट कोर्ट। जुन एप्लेट कोर्ट भनेको नेपालको हाई कोर्टले गरेर आएको हुन्छ नि, यो हाई कोर्टको चिफ जज जो हुन्छ, हाई कोर्टको चिफ जजको अगाडि गएर यिनीहरूले चाहिँ के गर्नुपर्ने हुन्छ त, शपथ ग्रहण गर्नुपर्ने हुन्छ, शपथ ग्रहण लिनुपर्ने हुन्छ। ओके। एप्लेट कोर्टको चिफ जज है, यता चाहिँ एप्लेट कोर्टको चिफ जज, फेरि उता अब हामीहरूले अलग हेर्छौँ। हामीहरूले उता एप्लेट ट्रिब्युनलको मेम्बरहरूले फेरि उनीहरूले सुप्रिम कोर्टको चिफ जस्टिसको सामु गर्नुपर्ने हुन्छ, यता चाहिँ एप्लेट कोर्टको चिफ जजको सामु गर्नुपर्ने हुन्छ। ओके। अब यसपछि हामी जान्छौँ सेक्सन 63 मा। सेक्सन 63 मा भन्छ कन्डिसन्स अफ भ्याकेन्सी अफ अफिस एन्ड फिलिङ अफ सच भ्याकेन्सी भन्नाले कुन अवस्थामा चाहिँ उनीहरूले आफ्नो पद गुमाउँछन् भन्ने कुरा हो। जुन अहिले 3वटा मेम्बरहरू छनौट भएको थियो नि, तिनीहरूले कुन अवस्थामा चाहिँ आफ्नो पद गुमाउँछन्, अनि पद गुमाएपछि त्यो पदलाई फेरि के गर्नु पर्यो त, फिलअप गर्नु पर्यो नि त, रिक्त रहेको पदलाई फेरि फिल गर्नु पर्यो। अनि त्यो गर्ने प्रक्रिया के हो भन्ने कुरा सेक्सन 63 ले भन्छ। यसमा के भनिएको छ त भनेपछि अ ट्रिब्युनल्स मेम्बर्स अफिस सेल बिकम भ्याकेन्ट अन्डर द फलोइङ कन्डिसन, निम्न शर्तहरूमा अथवा निम्न सर्कमस्टान्सेसमा चाहिँ त्यो जुन तिनीहरूको पोजिसन हुन्छ त्यो चाहिँ भ्याकेन्ट रहनेछ भनेछ, रिक्त रहनेछ भनेछ। अब के कन्डिसन हो म तपाईँहरूलाई फर्मुला सहित भन्छु है। सुरुमा कम्प्लिसन अफ द टर्म अफ द अफिस, जस्तै 5 वर्षको हुनेछ भन्यो, 5 वर्ष पुग्यो, अब सकियो नि त उनीहरूको टेन्युर सकियो, अनि भ्याकेन्ट पनि हुने भयो। पहिलो कन्डिसन त्यो भयो, कम्प्लिसन अफ द टर्म अफ द अफिस। दोस्रो एटेन्डमेन्ट अफ 63 इयर्स अफ एज, तिनीहरूलाई 63 वर्ष पुग्यो भने रिक्त हुने भयो पद, उनीहरूले पद छोड्नुपर्ने हुन्छ 63 इयर्स। त्यसपछि डेथ, उहाँहरूको के भयो त, डेथ भइदियो, अनसर्टेन डेथ भयो भने त्यो अवस्थामा पनि रिक्त हुन्छ। अर्को रेजिग्नेसन, उनीहरूले आफैले लिखित रूपमा के गरिदियो त, राजीनामा पत्र बुझाउनु भयो नेपाल सरकार सामु, र राजीनामा पत्र पनि के भयो त, स्वीकृत भएको अवस्थामा, रिजाइन गरेको अवस्थामा पनि भ्याकेन्ट हुने भयो। त्यसपछि कन्भिक्सन बाई अ कोर्ट फर अ क्रिमिनल अफेन्स इन्भल्भिङ मोरल टर्पिट्युड, कुनै तिनीहरूले नैतिक क्रियाकलाप सम्बन्धी केही नकारात्मक कार्यहरू गरेका छ अथवा क्रिमिनल अफेन्सेसहरूमा तिनीहरूले पक्राउ गरेर तिनीहरूलाई दोषी ठहर गरेर कोर्टले अथवा अदालतले कुनै तिनीहरूलाई सजाय सुनायो भने
हैन, त्यो अवस्थामा पनि तिनीहरूको के हुने भयो त, पद रिक्त हुने भयो। अर्को कन्डिसन, बिङ फाउन्ड गिल्टी अफ मिसकन्डक्ट अर इन्कम्पिटेन्स इन पर्फर्मिङ ड्युटिज आफ्टर एन इन्क्वायरी कन्डक्टेड बाई नेपाल गभर्मेन्ट अफ नेपाल। अब तिनीहरूले जब आफ्नो फङ्सन्सहरू गरेर आएको हुन्छन् हैन, फङ्सन गर्दाखेरि तिनीहरूले मानौँ कुनै मिसकन्डक्ट अथवा दुर्व्यवहार गरेको भेटायो नेपाल सरकारले इन्क्वायरी गर्दाखेरि भनेपछि त्यो अवस्थामा पनि के हुन्छ त, तिनीहरू दोषी ठहरायो, त्यो अवस्थामा भनेपछि त्यो अवस्थामा तिनीहरूको चाहिँ पद रिक्त हुने कन्डिसन हो एउटा। ओके, अब यिनी 6वटा पोइन्ट जति छन् त्यो 6वटा पोइन्टलाई याद गर्नको लागि यहाँ फर्मुला आउँछ, CAD RCG भन्छ। यो CAD भनेको कुनै हामीहरूको ब्याङ्कहरूमा एउटा डिपार्टमेन्ट हुन्छ, क्रेडिट एडमिनिस्ट्रेसन डिपार्टमेन्ट भन्ने, त्यसले चाहिँ कर्जा सम्बन्धी हेर्छ क्या हैन, एउटा विभाग हो क्रेडिट एडमिनिस्ट्रेसन डिपार्टमेन्ट। अनि त्यहाँका कर्मचारीहरूलाई, त्यो डिपार्टमेन्टका कर्मचारीहरूलाई एउटा भाइरस लागेछ, त्यो भाइरसलाई निको पार्नको लागि चाहिँ RCG भ्याक्सिन बनाएछ, त्यो RCG भ्याक्सिन चाहिँ हान्नुपर्ने हुन्छ। ओके, त्यसैले CAD RCG भन्छ, क्याडका कर्मचारीलाई RCG भ्याक्सिन हानियो भनेर बुझ्नु होला। त्यसमा C भनेको कम्प्लिसन अफ द टर्म अफ द अफिस, CU आयो। अनि A भनेको एजको कुरा आयो, 63 इयर्स अफ एज भन्यो। D भनेको डेथ, R भनेको रेजिग्नेसन, अनि C भनेको क्रिमिनल अफेन्सेसमा यदि उनीहरूलाई अदालतले दोषी ठहरायो भने। अर्को G भनेको गिल्टी, यहाँ गिल्टी मैले हाइलाइट गरेको छु नि त, गिल्टी अफ द मिसकन्डक्ट अर इन्कम्पिटेन्स भनेर। यसरी हामीहरूले यो कन्डिसनमा CAD RCG को कन्डिसनमा यो ट्रिब्युनल्स मेम्बर्सको अफिसहरूको पद चाहिँ रिक्त हुनेछ भनेको छ। अब रिक्त भएपछि अब त्यसलाई फिलअप पनि गर्नु पर्यो नि त त्यो कन्डिसन। अर्को कुरा के हेरौँ भनेपछि, प्रोभाइडेड द्याट द एक्युज्ड ट्रिब्युनल मेम्बर सेल बी गिभन अ फेयर अपर्च्युनिटी टु डिफेन्ड देमसेल्फ। मानौ यदि कुनै व्यक्तिलाई यहाँ कुनै दोषी ठहराइयो अथवा क्रिमिनल अफेन्सेसको रूपमा तिनीहरूलाई हटाइदिन्छ भने त्यो अवस्थामा उनीहरूलाई चाहिँ एउटा मौका चाहिँ डिफेन्स चाहिँ गर्ने मौका चाहिँ दिनुपर्ने हुन्छ। मैले गरेको छैन है भनेर उनीहरूले आफ्नो सुनवाई चाहिँ उनीहरूलाई दिन एउटा मौका चाहिँ दिइन्छ। यदि उनीहरूको डिफेन्स गरेको अथवा सुनवाई यदि भ्यालिड छ भने त्यो अवस्थामा फेरि उनीहरूलाई चाहिँ पदमा बोलाइन्छ। ओके, अनि इन केस अफ अ भ्याकेन्सी अन्डर सबसेक्सन 2, अब मानौ तिनीहरू कुनै व्यक्तिको पद रिक्त भयो भनेपछि त्यो अवस्थामा अब फेरि फिलअप गर्ने काम कसको हुन्छ त, गभर्मेन्ट अफ नेपालले चाहिँ के गर्छ त, एउटा फेरि क्वालिफाइड पर्सनलाई, जुन क्वालिफिकेसन अघि हामीले कुरा गऱ्यौँ त्यही क्वालिफाइड पर्सन मध्ये तिनी व्यक्तिहरूलाई ल्याउँछ र त्यो रिमेनिङ टर्मको लागि चाहिँ के गर्छ त, त्यो भ्याकेन्सीलाई फिलअप गर्छ। मानौ एउटा व्यक्तिले चाहिँ को डेथ चाहिँ कहिले भयो त, उसको 5 वर्षको टेन्योर थियो, 3 वर्ष उसले कटाइसकेको थियो भने चाहिँ अब 2 वर्ष त बाँकी छ नि त, हो त्यो रिमेनिङ 2 वर्षको लागि चाहिँ अब नेपाल सरकारले एउटा अर्को क्वालिफाइड व्यक्तिलाई चाहिँ के गर्छ त, त्यो रिक्त रहेको पदमा चाहिँ उसलाई चाहिँ त्यहाँ के गर्छ, अपोइन्ट गर्छ, नियुक्त गर्छ। ओके, यो थियो हामीहरूको सेक्सन 63। अब हेर्छौँ हामीहरूले सेक्सन 64, स्टाफ अफ द ट्रिब्युनल। अब ट्रिब्युनलको गठन समितिमा त 3वटा व्यक्ति मात्र छन्, ती 3वटा व्यक्तिले सबै काम गर्न सक्दैन नि त, तिनीहरूलाई अब के गर्नु, त्यो त एउटा समिति हो, न्यायाधिकरणको गठन भएको हो, तिनीहरूलाई सहायता सहयोग गर्नको लागि कर्मचारीहरू चाहिएला नि त, हो त्यो सम्बन्धी व्यवस्था सेक्सन 64 ले गरेको छ। त्यसले गभर्मेन्ट अफ नेपाल सेल मेक अभाइलेबल नेसेसरी स्टाफ टु द ट्रिब्युनल टु पर्फर्म इट्स फङ्सन। त्यो ट्रिब्युनलले आफ्नो कार्य गर्नको लागि चाहिँ आवश्यक कर्मचारी चाहिँ कसले म्यानेज गर्नेछ, कसले व्यवस्थापन गर्नेछ त, नेपाल सरकारले गर्नेछ भनेछ। ठिक छ, त्यसपछि अदर प्रोभिजन रिगार्डिङ द स्टाफ अफ द ट्रिब्युनल सेल बी एज प्रिस्क्राइब। त्यो स्टाफहरूको स्यालेरी कति दिने हैन, भत्ता कति दिने तिनीहरूलाई, अनि तिनीहरूको अब मानौ अपोइन्टमेन्ट गरिसकेपछि तिनीहरूको स्थायी गर्नु पर्ला नि त, तिनीहरूको पर्मानेन्ट सम्बन्धी व्यवस्था होला हैन, अनि जति पनि तिनीहरूको सेवा सुविधा, टर्म्स एन्ड कन्डिसन, शर्त तथा बन्देजहरू जति पनि कुराहरू छन् नि, हो त्यो सम्बन्धी व्यवस्था चाहिँ जो निर्धारण गरेको हुनेछ भनेछ। ठिक छ, अनि त्यसपछि हामी जान्छौँ सेक्सन 65 मा, प्रोसिड्युर्स टु बी फलोड बाई द ट्रिब्युनल। अब ट्रिब्युनलले चाहिँ प्रोसिड्युर्सहरूको अथवा अब ट्रिब्युनलले कुनै मुद्दाहरू हेर्ने काम हो नि त उनीहरूको त, मुद्दाहरू सुनवाई गर्ने, कसरी सुरु गर्ने, त्यसलाई कसरी समाधान गर्ने भन्ने कुराहरू, प्रोसिड्युर्सहरू चाहिँ त्यो सम्बन्धी के कस्तो व्यवस्था छ भन्ने कुरा 65 ले भन्छ। यहाँ के भनेछ भनेपछि, द ट्रिब्युनल सेल व्हाइल इनिसिएटिङ प्रोसिडिङ्स एन्ड एडजुडिकेटिङ द केस अन्डर सेक्सन 60 सेल फलो द प्रोसिड्युर्स एज प्रिस्क्राइब्ड। यो भनेको के हो भनेपछि, जब यिनीहरूको काम के हो, मैले भने तपाईँहरूको अफेन्सेसहरूको जो अफेन्सेसहरूलाई चाहिँ ह्यान्डल गर्ने भनेको थियो नि त, त्यसैले त्यो मुद्दाहरूको सुरुको कारबाही अथवा तिनीहरूलाई इनिसिएट गर्ने प्रोसेस र तिनीहरूको सुनवाई गर्ने प्रोसेस हैन, फाइनल डिसिजन दिने प्रोसेस, जो यो प्रक्रिया छ नि, त्यो प्रक्रिया चाहिँ तपाईँको त्यो कार्यविधि चाहिँ निर्धारण गरे बमोजिम हुनेछ भनेको छ कि, जुन निर्धारण गरे हुन्छ नि, त्यो निर्धारण गरेकै तिनीहरूले के गर्नुपर्ने हुन्छ त, पालना गर्नुपर्ने हुन्छ। ओके, यतिसम्म हामीहरूले के हेऱ्यौँ त, तपाईँहरूको इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनल हेऱ्यौँ। अब यसमा हामीहरूले 6वटा सेक्सन हेऱ्यौँ। 6वटा सेक्सन, पहिलो सेक्सन 60 मा हेऱ्यौँ हामीहरूले कन्स्टिट्युसन कसरी गठन हुन्छ भन्ने कुरा, अनि सेक्सन 61 मा हामीहरूले हेऱ्यौँ क्वालिफिकेसन हैन, अनि सेक्सन 62 मा हामीहरूले हेऱ्यौँ टर्म्स अफ अफिस, अनि तिनीहरूको टेन्योर कति हुने भन्ने कुराहरू हेऱ्यौँ। अनि सेक्सन 63 मा हामीहरूले हेऱ्यौँ भ्याकेन्ट कुन अवस्थामा हुन्छ, रिक्त। अनि सेक्सन 64 मा हामीहरूले हेऱ्यौँ तपाईँको स्टाफ कसरी म्यानेजमेन्ट गर्ने नेपाल सरकारले गर्छ। अनि सेक्सन 65 मा चाहिँ प्रोसिड्युर्स कार्यविधि सम्बन्धी हेऱ्यौँ। अनि अब हामीहरू जब च्याप्टर 6 मा जान्छौँ, च्याप्टर 6 मा पनि यही 6वटा नै के छ त, सेक्सन रहेको छ। ओके।
अब सुरु हुन्छ हामीहरूको च्याप्टर 11। च्याप्टर 11 मा प्रोभिजन रिलेटिङ टु द इन्फर्मेसन टेक्नोलोजी एपिलेट ट्रिब्युनल। एपिलेट भनेको पुनरावलोकन। अब जुन डिसिजन हामीहरूको इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलले दियो, जुन निर्णय दियो, त्यो निर्णयप्रति यदि कुनै व्यक्तिको चाहिँ चित्त बुझेन भने अब उनीहरूले चाहिँ अब अपिल कहाँ गर्न सक्छन् त? यो एपिलेट ट्रिब्युनलमा गएर गर्न सक्छन्। जसरी एउटा जिल्ला अदालतले दिएको निर्णयप्रति कोही व्यक्ति असन्तुष्ट छ भने उनीहरू कहाँ जान्छन् त? अब माथिल्लो निकायमा जान्छन् नि त उनीहरू, उच्च अदालतमा जान्छन्। उच्च अदालतले दियो भने फेरि कहाँ जान्छन्? सर्वोच्चमा जान्छन्। हो त्यसै गरी अब इन्फर्मेसन टेक्नोलोजी ट्रिब्युनलले दिएको डिसिजन यदि कुनै व्यक्तिलाई, कुनै पार्टीलाई चाहिँ के गरे चित्त बुझेन भने अब उनीहरूले कहाँ जान्छ त? एपिलेट ट्रिब्युनलमा गएर, पुनरावलोकन न्यायाधिकरणमा गएर अब के गर्छन् त? अपिल गर्छन्। ठिक छ। अब यो च्याप्टर 11 भित्र के कस्तो व्यवस्था छ त? 6वटा सेक्सन छन् पनि यहाँ पनि। त्यो 6वटा सेक्सन अघि जुन सेक्सनहरू माथि थिए त्यो सेक्सन यहाँ पनि छ। उता सेक्सन 60 मा कन्स्टिट्युसन थियो नि, सुरुमा त्यसको गठन थियो नि, यहाँ पनि त्यही हुने हो, गठन नै हुने हो। अब सेक्सन 66 बाट सुरु भयो। अब एपिलेट ट्रिब्युनल, त्यो पुनरावलोकन जो न्यायाधिकरण छ त्यसको गठन अथवा त्यसको फर्मेसन कसरी हुन्छ भन्ने कुरा सेक्सन 66 ले भन्छ। यहाँ के भन्छ? द गभर्नमेन्ट अफ नेपाल सेल इस्टाब्लिश अ 3 मेम्बर इन्फर्मेसन टेक्नोलोजी एपिलेट ट्रिब्युनल। उताको पनि 3 सदस्यीय टोली थियो, यता पनि 3 सदस्यीय टोली नै गर्छ। तर उताको कार्य के थियो त? उताको कसुरहरू जो अफेन्सेस 9 अनुसारको कसुरहरू थियो त्यसको व्यवस्थापनको लागि गठन गरेको थियो। अब यता गठन गर्ने उद्देश्य हेर्नु चाहिँ टु हियर अपिल्स अगेन्स्ट decisions or orders made by the tribunal, the controller or the certifying authority। जो अघिल्लो जो ट्रिब्युनलको गठन भएको थियो, न्यायाधिकरणको गठन भएको थियो, त्यसको आदेश र त्यसको निर्णयको अगेन्स्टमा यदि कुनै अपिल्सहरू छन् भने त्यो सुनवाई चाहिँ कहाँ हुनेछ त? त्यो सुन्ने काम कसको हो त? यो एपिलेट ट्रिब्युनलको। अथवा कन्ट्रोलर अथवा सर्टिफाइङ अथोरिटीहरूले दिएको डिसिजन्सहरूप्रति यदि कुनै व्यक्तिको चाहिँ के छ त तपाईँहरूको चित्त बुझ्दो उनीहरूलाई त्यो डिसिजन लागेन भने चाहिँ त्यो अवस्थामा के गर्ने त? यहाँ आएर अपिल गर्छन्। त्यो सुनवाई गर्ने काम कसको त? यो इन्फर्मेसन टेक्नोलोजी एपिलेट ट्रिब्युनलको। ओके, अब यो कन्ट्रोलर र सर्टिफाइङ अथोरिटी भने के हुन् भन्ने कुराहरू चाहिँ हामीहरूले धेरै डिटेलमा अगाडि हेरिसकेका छौँ। त्यसपछि अब यहाँमा पनि जो 3वटा व्यक्तिहरू हो त्यो ट्रिब्युनल सेल इन्क्लुड 1 मेम्बर इच फ्रम ल, इन्फर्मेसन टेक्नोलोजी एन्ड कमर्स। अघिकै कुराहरू हो। अब यसमा फरक के मात्रै भयो भनेपछि यसको उद्देश्य किन हो त? उता पनि नेपाल सरकारले नै गठन गर्थ्यो, यता पनि नेपाल सरकारले गर्छ। उता पनि 3 सदस्यीय न्यायाधिकरणको गठन भएको, यता पनि 3 सदस्यीय नै हो। उताको उद्देश्य के हो त? कसुरहरूको सुनवाई गर्ने अथवा उता कसुरहरूलाई ह्यान्डल गर्ने। अब यता चाहिँ यदि ट्रिब्युनलले दिएको डिसिजन्स र आदेशप्रति यदि कसै व्यक्तिको के छ त? चित्त बुझ्दो उनीहरूलाई लागेन भने चाहिँ त्यसको अपिल्सहरूलाई हियर गर्ने काम कसको त? यताको इन्फर्मेसन टेक्नोलोजी एपिलेट ट्रिब्युनलको, पुनरावलोकन न्यायाधिकरणको। अनि 3वटा मेम्बर कहाँबाट आउँछन् यो कुरा पनि सेम हो। ओके, त्यसपछि अब यसको अध्यक्ष पनि त्यही ल मेम्बर हुन्छ। उता पनि ल मेम्बर थियो, यता पनि ल मेम्बर छ। अनि अर्को कुरा, द एपिलेट ट्रिब्युनल सेल एक्सरसाइजेस इट्स जुरिस्डिक्सन एज प्रिस्क्राइब। उता पनि उसलाई पनि ट्रिब्युनललाई पनि के अधिकारहरू दिएको थियो, कार्य गर्ने सीमा दिएको थियो। यता पनि जुन एपिलेट ट्रिब्युनललाई दिएको अधिकार हुन्छ उसले आफ्नो अधिकारभित्र रहेर चाहिँ के गर्नुपर्ने हुन्छ त? कार्य गर्नुपर्ने हुन्छ। यता हामीहरूले केही पनि फरक परेनौँ। त्यसैले सेक्सन 66 हामीहरूको इस्टाब्लिसमेन्ट एन्ड फर्मेसन अफ एपिलेट ट्रिब्युनल हो। त्यसपछि एपिलेट ट्रिब्युनल पछि क्वालिफिकेसन पढाएको थियौँ उता हामीले, होइन? उता फर्मेसन पछि क्वालिफिकेसन पढाएको थियौँ नि त। यता पनि फर्मेसन पछि क्वालिफिकेसन आउँछ सेक्सन 67 मा। तर क्वालिफिकेसन कसको? एपिलेट ट्रिब्युनलको मेम्बरहरूको। उता ट्रिब्युनलको मेम्बर, यता एपिलेट ट्रिब्युनलको मेम्बरहरूको। अब क्वालिफिकेसन 3वटा व्यक्तिको हुने हो, ल मेम्बरको, आइटी मेम्बरको र तपाईँको म्यानेजमेन्ट मेम्बरको अथवा कमर्स मेम्बरको। सेम हो यता पनि। उता ल मेम्बर हुनको लागि चाहिँ को थियो त? डिस्ट्रिक्ट कोर्टको जज हुन योग्य हुनु पर्थ्यो। तर यता अब के छ त? तपाईँको एपिलेट कोर्टको जज, जुन हामीहरूको उच्च अदालतको न्यायाधीशहरू हुन्छ, एपिलेट कोर्ट भने हाई कोर्टको जज हुन कोही व्यक्ति भइरहेको छ अथवा भइसकेको छ अथवा हुन योग्य छ भने चाहिँ त्यो व्यक्ति चाहिँ के हुन्छ त? यताको ल मेम्बरको लागि योग्य हुन्छ। ओके, उता डिस्ट्रिक्ट कोर्टको कुरा थियो, यता हाई कोर्टको कुरा आयो अथवा एपिलेट कोर्टको कुरा आयो। त्यसपछि आइटी मेम्बर चाहिँ उता मास्टर्स डिग्री कम्तीमा प्लस 3 इयर्स अफ एक्सपिरियन्स थियो नि। अब यता मास्टर्स डिग्री त हो कम्तीमा, प्लस एक्सपिरियन्स यता 5 वर्षको माग्छ। उता 3 वर्षको थियो, यता 5 वर्षको एक्सपिरियन्स माग्यो आइटी मेम्बरलाई। अनि कमर्स मेम्बरको लागि उता म्यानेजमेन्ट उता हामीहरूको ट्रिब्युनलमा चाहिँ म्यानेजमेन्टमा मास्टर्स डिग्री एटलिस्ट प्लस 3 इयर्स अफ एक्सपिरियन्स थियो। यता म्यानेजमेन्टमा एटलिस्ट मास्टर्स डिग्री प्लस यता 5 इयर्स अफ एक्सपिरियन्समा मात्रै फरक हो। उता 3 इयर्स, यता 5 इयर्स। ओके, उता 67 उता पनि सुरुमा के थियो? हामीहरूको कन्स्टिट्युसन थियो, गठन थियो, त्यसपछि क्वालिफिकेसन थियो। यता पनि 66 मा हामीहरूले कन्स्टिट्युसन हेऱ्यो, त्यसपछि क्वालिफिकेसन हेऱ्यो। कन्टेन्ट मात्र फरक छ, थोरै फरक। उता एक्सपिरियन्समा मात्र फरक आयो यता। अनि सेक्सन 68 मा हामीहरूको कुन कन्डिसनमा उता चाहिँ पद रिक्त हुने भन्ने थियो नि। अब यता पनि त्यही हुन्छ। सेक्सन 68 मा सेक्सन 67 मा उता उ थियो, टर्म्सहरू थियो, टेन्युर कति हुने, रिम्युनरेसन कति हुने। यता पनि त्यही छ, टर्म्स अफ द अफिस, रिम्युनरेसन एन्ड टर्म्स एन्ड कन्डिसन अफ द सर्भिस अफ द मेम्बर अफ द एपिलेट ट्रिब्युनल। यता हेरौँ, टेन्युर यता पनि 5 वर्ष नै हो, उता पनि 5 वर्ष नै हो। उता पनि रिअपोइन्ट हुने इलिजिबिलिटी थियो, यता पनि रिअपोइन्टमेन्ट हुने प्रोभिजन छ। त्यसपछि रिम्युनरेसन चाहिँ के हुनेछ त? तपाईँको निर्धारण गरेको चाहिँ हुनेछ भनेको थियो उता, यता पनि त्यही छ। अर्को कुरा,
अब मेन कुरा यहाँ आउँछ, उता चाहिँ शपथ ग्रहण कहाँ लिनु पर्थ्यो त तपाईँको एप्लेट कोर्टको चिफ जजको अगाडि गएर लिनु पर्थ्यो भन्ने थियो उता। तर यता हेर्नुहोस् है, यता ओथ चाहिँ शपथ ग्रहण कहाँ लिने हो त सुप्रिम कोर्ट सर्वोच्च अदालतको प्रधान न्यायाधीशको अगाडि गएर चाहिँ के गर्नुपर्ने हुन्छ त शपथ ग्रहण लिनुपर्ने हुन्छ। फरक यति मात्र आयो है। त्यसपछि उता हामीहरूले पढाएको थियौँ कुन कुन कन्डिसनमा चाहिँ हामीहरूको पद रिक्त हुन्छ, यता पनि त्यही हेर्छौँ सेक्सन 69 मा कुन कुन कन्डिसनमा चाहिँ पद रिक्त हुन्छ र त्यो पद रिक्त भइसकेपछि त्यसलाई हामीहरूले अर्को व्यक्ति नियुक्त गरेर चाहिँ त्यो फिलअप गर्नुपर्छ भन्ने कुरा थियो। यता पनि त्यही हो, यता पनि 6वटा कन्डिसनमा चाहिँ रिक्त हुन्छ। त्यो क्याटको आरसिजी सेम हो। यता कम्प्लिसन अफ द टेन्योर, सी भनेको ए भनेको एज 63 पुग्यो भने, डी भनेको डेथ, अनि आर भनेको रेजिग्नेसन, अनि सी भनेको क्रिमिनल अफेन्समा इन्भल्भ भएको, अनि जी भनेको गिल्टी फाउन्ड भयो भने। यही 6वटा कन्डिसनमा हो। त्यसपछि तिनीहरूलाई एउटा मौका दिइन्छ आफ्नो कुरा राख्नको लागि, एउटा फेयर अपर्च्युनिटी दिइन्छ। यदि तिनले दिएको जो रिजनहरू छ त्यो एकदमै भ्यालिड छ भने तिनीहरूलाई फेरि पदमा बोलाइन्छ, नत्र चाहिँ उनीहरूलाई के गरिन्छ त उनीहरूलाई चाहिँ डिस्क्वालिफाइड गरेर चाहिँ पदबाट हटाइन्छ। अनि त्यसपछि फिलअप गर्ने काम उता पनि के थियो त नेपाल सरकारको थियो, यता पनि नेपाल सरकारको हो। ओके, सेक्सन 69 मा हामीहरूले केही एक्सप्लेन फर्दर गर्नु परेन। त्यसपछि हामीहरूको स्टाफको म्यानेजमेन्ट थियो, उता पनि नेपाल सरकारले स्टाफ म्यानेजमेन्ट गर्थ्यो, यता पनि नेपाल सरकारले नै के गर्नेछ त स्टाफ म्यानेजमेन्ट गर्नेछ। तिनीहरूको चाहिँ जति पनि सेवा सुविधा अथवा शर्त तथा बन्देजहरू हो त्यो पनि के गर्नेछ त निर्धारण गरे बमोजिम हुनेछ भनेको छ। उता पनि यही थियो, यता पनि यही छ। त्यसपछि प्रोसिड्युर्सको कुरा आएको थियो उता। प्रोसिड्युर्स सुरु फलो गर्नुपर्ने हुन्छ हैन, कुनै पनि मुद्दाको सुनवाई गर्दाखेरि अथवा मुद्दाको तपाईको सुरुवात गर्दाखेरि इनिसिएट र हियरिङ गर्दाखेरि कार्यविधि अनुसार गर्नु पर्थ्यो भनेको थियो उता हामीहरूको हैन सेक्सन 65 मा। अब उसको लास्ट सेक्सन, यताको पनि लास्ट सेक्सन 71 हो। यसमा पनि अब यसले के भन्छ भनेपछि आफ्नो जो अपिल फाइल भएको छ तिनीहरूको सुरुवात गर्दाखेरि अथवा त्यसको सुनवाई गर्दाखेरि जुन कार्यविधि तोकिएको छ त्यही कार्यविधि अनुसार चाहिँ यो पुनरावलोकन न्यायाधिकरणले चाहिँ त्यही अनुसार चाहिँ आफ्नो कार्यहरू गर्नुपर्ने हुन्छ भनेर सेक्सन 71 मा भनिएको छ। ओके, त्यसैले हामीहरूले यसरी कम्पेयर गरेर पढ्यौँ भने दुईटैमा 6वटा सेक्सन्सहरू छ। 6वटा सेक्सन्सको हेडिङ सेम हो, भित्रको कन्टेन्टमा केही मात्र के छ त फरक छ। उता हामीहरूको 60, 61, 62, 63, 64, 65 गरेर 6वटा सेक्सन हेऱ्यौँ। 67 देखि 71 सम्म यहाँ हेऱ्यौँ, सेम हेडिङ छ, भित्रको कन्टेन्ट मात्र फरक हो। अब आजको यो सेसनमा तपाईहरुलाई के कस्तो लाग्यो फिडब्याक चाहिँ कमेन्ट सेक्सनमा छोड्नु होला, र कतै तपाईहरुलाई केही कन्फ्युजिङ लाग्छ भने पुट देम इन्टु द कमेन्ट सेक्सन हैन, कमेन्ट गर्नु होला। म तपाईहरुको क्वेरीजहरुको रिस्पोन्ड गर्नेछु। प्लस यो तपाईहरुलाई यदि पीडीएफ नोट्स चाहिन्छ भने, अब केही फर्मुलाजहरु छ, त्यहाँ टिप्सहरु छ नि त यो नोटमा, अब पीडीएफ नोट्स तपाईले चाहिन्छ भने मेरो यो युट्युबको माथि एउटा फेसबुक लिंक छ, त्यो फेसबुक लिंकमा गएर के गर्नु होला त मेसेज गर्नु होला मलाई, आई विल प्रोभाइड यु। ओके, थ्यांक यू, कीप कनेक्टेड, कीप शेयरिङ।